सम्पूर्णमा नमस्कार। म तमन्ना पौडेल। हाल म श्री रत्न राज्य माध्यमिक विद्यालय मध्य बानेश्वर काठमाडौँमा कक्षा 11 मा अध्ययनरत छु। कक्षा 11 को नेपाली पाठ्य पुस्तकको पहिलो कविता वीर पुर्खा वाचन गर्न गइरहेकी छु। जसको कवि हुनुहुन्छ वासुदेव त्रिपाठी। कुन पहाडले कुन खोलाले तिम्रो गति छेके थियो र वीर पुर्खा कुन आँधीले तिम्रो यात्रा रोके थियो र गरुडको झैँ बेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यो नेपाल पहाड तराई जुट्न सक्यो पौरखले रच्यो नेपाल पहाड तराई जुट्न सक्यो पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला पश्चिम रावी तिम्रो अझै रक्तधारा धुन्छ होला कागडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला वीर पुर्खा तिम्रो गीत गङ्गाभरि गुज्छ होला वीर पुर्खा तिम्रो गीत गङ्गाभरि गुज्छ होला डिगर्चामा डोब तिम्रो चिसो हिउँ भित्र होला बेतरतावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो नाकाथुनी नेपालीलाई कसले छेक्न सके थियो र हिमालको हिम नदी कसले रोक्न सके थियो र वीर पुर्खा तिम्रै रगत नेपालीका नसाभरि उही गीत उही गौरव चन्द्र सूर्य ध्वजाभरि उही गीत उही गौरव चन्द्र सूर्य ध्वजाभरि। धन्यवाद।